र सम्पूर्ण मित्रहरुमा गुड मर्निङ अनि नमस्कार भन्न चाहन्छु र विशेष तपाईहरु समक्ष म आज आइसकेको छु। के कारण भन्दाखेरि जो आज हाम्रो केही दिन अघि हाम्रो जो एउटा कन्ट्रोभर्सी भएको थियो, जो बाटोको निम्ति जो कन्ट्रोभर्सीमा हाम्रो कतिजनाले एउटा बुझी नबुझी त्यसमा प्रतिक्रियाहरू पनि दिएको थियो। तपाईहरु समक्ष खास कुरा के भएको थियो भन्ने कुराहरुमा तपाईहरु आज हामी यहाँको हाम्रो समाज अनि हाम्रो बाटो कमिटीसँग म यहाँ आज उपस्थित छु है। र सबैलाई पुरा भिडियो हेरिदिने अनि बुझिदिने है र बुझेर मात्र कमेन्ट्स गरिदिने, प्रतिक्रिया राखिदिने भन्ने हामी तपाईहरु समक्ष आशा साँच्दै र तपाईहरुलाई यो जुन चाहिँ कन्ट्रोभर्सी भिडियो थियो के भएको थियो चाहिँ एक्चुअल भन्ने कुराहरु तपाईहरु समक्षमा राख्न गइरहेको छु है। एक्चुअलमा के हो भन्दाखेरि चाहिँ हामी समाज अनि बाटो कमिटीले आजभन्दा 1 साल अगाडि नै हामीले 1 वर्ष अगाडि नै घरमा गएर जसको के जान्छ बारी गोठ के जान्छ सबैलाई सम्झाएर उहाँहरूले पनि सहयोगसँग हामीलाई जग्गा प्रदान गरिसक्नु भएको थियो है। 1 वर्ष अगाडि नै मैले तपाईको त्यो भिडियो तपाईहरुलाई मैले क्याप्सनमा राख्दिसकेको छु है। संगठनको अध्यक्ष बाटो कमिटीको अध्यक्ष दीपक राईज्यूको हातबाट दिनुहुन्छ भन्ने म अनुरोध गर्दछु। त्यस्तो कुनै मन दुख छैन? छैन, बल्ल बल्ल आएको बाटो हो। हामी त अस्ति घरको मान्छेले सल्लाह गरिरहेको। धन्यवाद। त्यो सबैले दिनै रहेको छौँ। हजुरको नाम लेख्दिनु न। दाजुले त उयो मलाई गर्नु पर्यो। सबले दिने भएको छ। सिग्नेचर गर्नुभयो? गरे। हुन्छ। बुझ्यो हैन, अघि बिहान भएको जस्तो कुरा। अस्ति नै भन्दैछु त मैले जग्गा दिइहाल्छु। रोडको काम सुचारू रूपले भइरहेको छ है। र कतिवटा भत्काउने ठाउँहरूमा विलम्ब हुँदाखेरि आज यो समस्या आएको थियो है। र आज भने चाहिँ हामी समाज अनि बाटो कमिटी बसेर आज हामीले त्यस कुरालाई हामीले मिलाएर है अब चाहिँ उहाँहरूले भत्काउने हामीलाई वचन दिनुभयो र अब हाम्रो कमिटीहरूले आजदेखि भत्काउन पनि सुरु गरिसकेको छ। र फेरि पनि म भन्दछु कि जो हाम्रो जमिनदाताहरू छ है उहाँलाई म आन्तरिक हृदयबाट धन्यवाद पनि दिन चाहन्छु। सँगसँगै म जो गार्डन म्यानेजर भयो, गार्डन म्यानेजर अनि हाम्रो कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु। किनकि आज गार्डनको हामीले हेर्नु भने 5 एकड़ भन्दाखेरि बेसी मात्रामा जग्गा गइसकेको छ है। तर पनि हाम्रो टी गार्डन म्यानेजर अनि हाम्रो कम्पनीले आँखाचिम गरेर जग्गा दिइरहनु भएको छ है। र फेरि पनि म रिक्वेस्ट गर्न चाहन्छु, फेरि यहाँदेखि जति उकालो पर्ने जग्गाको गाउँहरू छ उनीहरूले पनि जग्गा दिनुहुन्छ भन्ने म पूर्ण आशा साँच्दछु। किनकि हाम्रो लाइफ लाइन हो है, यो लाइफ लाइन हो। यस्तो मौका घरिघरि आउँदैन है। नत्र भने आज हाम्रो समयमा हामीले यो बाटोलाई पुरा गर्न सकेनौँ भने है र आउँदो भविष्य पिँढीहरूले हामीलाई श्राप नै छ क्या, श्राप लाग्ने छ, श्राप छ क्या। र समय हुँदा नै सबैले अलिकति जग्गा दिँदाखेरि हाम्रो आर्यचियाबारी हाम्रो यस क्षेत्रको नै ठुलो विकास हुन्छ भने हामी त्यो 2 फिट 3 फिट जग्गाको लोभ नगरौँ है। तपाईँलाई म अवलोकन गर्न चाहन्छु यो दोकानको साटो भनौँ न, यहाँ हाम्रो कन्ट्राक्टर बाउले यहाँनिर राम्रो घर बनाइदिइसक्नु भएको छ है। मेरो पोस्टमा कतिजनाले तिमीले चाहिँ के दियौ, तिमीले चाहिँ के नाप्यौ भन्ने उहाँहरूलाई चाहिँ मेरो यो भन्न चाहन्छु। यो चाहिँ 1 वर्ष अगाडि नै मैले मेरो घरको अगाडिको सबै मैले यो रेलिङहरू सबै दिइसकेको छु, भत्काइदिइसकेको छु है। र अब भने चाहिँ यो हाम्रो बाटो आर्यचियाबारी हुँदै एसियाको प्रथम विद्युत केन्द्र सिद्रगुङ पावरसम्म सिसी कङ्क्रिटको काम चाँडै नै हामी त्यहाँ हाम्रो डेस्टिनेसनसम्म पुग्नेछौँ। र यो बाटोले बिजनबेदी क्षेत्र अनि क्षेत्रकाहरूलाई पनि धेरै सुविधा हुनेछ। किनकि दार्जिलिङ सहर आउनमा है धेरै नजिक पर्नेछ है। र आज हाम्रो समाजको प्रतिनिधि सङ्गेन प्रधान अनि अर्जुन छेत्री अनि हाम्रो बाटो कमिटीद्वारा जिटे चिफ श्री अनित थापाज्यू अनि हाम्रो ठेकेदार श्री सुदर्श राईमाझीलाई पनि हामी हाम्रो तर्फबाट अनि समाजको तर्फबाट धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद।